यो हो अमला। तपाईको खेतबारी र जङ्गलमा जताततै पाइने अमला। यो अमलालाई तपाईले सदुपयोगमा ल्याउन सक्नुहुन्छ। यो अमलालाई ग्रेड गरेर तपाईले गुड और थोड़ै स्वीटको टेस्ट ल्याउनको लागि थोड़ै नुन, बेसार, अलिकति अदुवा ग्रेड गरेर यसरी बनाउन सक्नुहुन्छ। तपाईले यसरी बनाए यसको फाइनली यसको टेस्ट हो गुलियो र आमिलो। यो हाम्रो शरीरको लागि अति उपयुक्त। तपाईको जोड्नेहरु दुख्ने, कमर दुख्ने, पेट क्लिन गर्ने अनि तपाईको बाल झर्नको लागि रोकथाम गर्ने, आँखाको लागि, आँखाको नजरको लागि, हर चीजको लागि उपयुक्त। तपाईले यसलाई यसरी बनाएर अनि तपाईले होममेड तपाईले एउटा डाइटको रूपमा, एउटा भिटामिनको रूपमा तपाईले यसरी बनाएर युज गर्न सक्नुहुन्छ।